Hey guys, good morning. Hope everyone is doing well. आजको वेदर पनि same old. It's raining. अनि मेरो चाहिँ अस्ट्रेलियन पोस्टमा एउटा सामान आएको छ. एउटा स्पिकर अर्डर गरेको थिएँ हामीले सुषमाले सी लाइक उसलाई वायरलेस स्पिकर चाहियो भनेर. Then I've decided to buy it. अनि which आयो पनि तर the thing is अस्ट्रेलियन पोस्टले रिङ गर्यो हामीले थाहै पाएन. I'm going there to collect the speaker. जाँदैछु. I nearly slipped. यस्तो slippery छ. So you and my slippers nearly slipped. भनौँ न धन्दै चिप्लेको. त्यही भएर I have to be very mindful when I'm walking. अनि आज डे चाहिँ ब्राइट नै छ. It's not gloomy. तर still पानी परिरहेको. अब let's see what happens throughout the day. Guys, म almost आइपुगेको छु. तर मेरो चप्पलले बिस्तारै धन्दै लडेको जस्तो भयो है. अनि बिस्तारै आयो. ठिक I might have to change the चप्पल के. यसमा अलिकति ग्रिप छैन रहेछ. अब जाँदैछु अस्ट्रेलियन पोस्ट. इजी 5 मिनट्स हो तर चप्पलले गर्दाखेरि बिस्तारै आउनु पर्यो कि. यो भयो. गर्छु अब. I hope I don't slip. यहाँ लड्यो भने त बर्बाद हुन्छ फेरि. अस्ट्रेलियन पोस्ट नै आइसकेको छ. I hope it's not closed. Most of the time this Australian closes without any reason. I know. I'm thankful that it's open today. Guys, right now Australian post but मेरो एउटा हल्का issue भयो. त्यो मोबाइल नभएको ID चाहिँ refresh भएन छ. So I have to manually reset the password and then get the verification. And I'm just waiting on the line to get my parcel. This parcel has been collected. अब सुषमाले चाहिँ एउटा पफ पनि लिएर आऊ भन्नु भनेको थियो. सी वान ह्याभ इट विथ चिया. अनि नेपाली ग्रोसरी चाहिँ यहीँ छ. आई थिङ्क आई माइट ग्र्याब इट फ्रम देयर. तर यो मेरो चप्पल यति स्लिपरी छ कि आई एम सो स्केयर्ड टु इभन वक टु देयर. ए सो यही पफ हो. तपाईँ मन पऱ्यो मेबी आई ग्र्याब टु नेक्स्ट टाइमलाई पनि हुन्छ. Okay, the grocery has now been secured. अब म जाँदैछु. मैले कतिचोटि भनिसकेँ मेरो चप्पलले मलाई लडाउँदा जस्तो छ है. त्यही भएर I have to be super careful. Alright guys, घर जाँदैछु and I decided to take the safe way. यो बाटो गयो भने चाहिँ लड्दैन भनेर यताको बाटो आएको. अनि जाँदैछु घर. बिस्तारै आकाश पनि खुल्दैछ. वेदर पनि क्लियर हुँदैछ. I hope see the sun at least. घाम नदेखेको नै it's been more than almost a week भइसक्यो घाम नदेखेको. एकजना चितवनवासीहरूको लागि चाहिँ एउटा स्पेसल चितवन तास हाउस पनि छ यहाँ. If you want to try out, it's right here. See, चितवन तास हाउस, तास and मोमो हाउस छ है ल. shout out to चितवनको मान्छेहरू आउनु हो यहाँ. गाइज जस्तै पानी परेको एकदमै सानो मसिनो पानी परेको लाइक अ ड्रिजल भिजाइरहेको के एकदमै. यो पानीले लास्ट भिजाइरहेको. के भन्ने लुक एट माई फेस. सावर गरे जस्तो फिल भइरहेको छ. लाइक सावर वाटर. ल ठिकै छ केही छैन. घर जाँदैछु. अनबक्सिङ टाइम. सिधै यसरी नै च्याट दिन्छु म त होइन. Hello guys, speaker आएको छ. It looks something like this. है त. Let me play music. Music play गरे भने फेरि कपिराइट लाग्न सक्छ. Try and test. Alright guys, speaker unboxing पनि सकिसकेको छ. र आजको हाम्रो प्लान रहेको छ घर क्लिनिङ गर्ने. क्लिन गरेको छु. टाइम ल्याप्स फुटेजहरु खिच्छु अनि I would include that on the video. Alright guys, सरसफाई धमाधम त्यहाँनिर सुषमाले उता पुस्दैछ. आइदा बिचमा टाइम ल्याप्स पनि आउँछ. But we are dedicated for this सरसफाई today. Guys, हाम्रो गतिमा भइरहेको छ सरसफाई. मेरो कुनै पनि साथीहरूले चाहिँ हैन यो सुजनले नि यस्तो सफाई गर्न थालेछ आजकल भनेर सोध्दै हुनुहुन्छ होला. अब मैले भन्दा पनि यहाँ अरु कसैको हात छ अलि एक्स्ट्रा. त्यही भएर है त ल. तपाईले बुझ्नु होला. Time for this bad boy to do the job. अब ढुई
हानेपछि त अनि लगभग सकिसक्यो गाइस घरको काम पनि सकिसकेको छ इट टुक अस अलमोस्ट एन आवर क्रिस्टल क्लिन एभ्रिथिङ लुक्स अमेजिङ बाहिरको सेटअप पनि looks all good after complaining about rain for 5-6 days आज बल्ल घाम देख्न पाइयो दामी लागिरहेको घाम क्लिनिङ सकेर नुहाइधुवाइ गरेर पनि दिन आज लगभग सकिगयो I think I might have to end this video here. Make sure you hit that subscribe button, like the video, leave a comment and show your support. Thank you, bye bye.